शाह। सम्मानीय सभामुख महोदय, सरकार आफै पनि डार्क मोडमा अपरेट भइरहेको छ र बत्ती झ्याप झ्याप निभाएर पुरा देशलाई डार्क मोडमा पुर्याइरहेको छ। सेटिङ चेन्ज गरेर अलि लाइट मोडमा अपरेट गर्नु पर्यो सरकारले। संसदमा गम्भीर विषयमा बहस गरिरहेका हुन्छौँ, झ्याप्प बत्ती जान्छ, संसदमा त इन्भर्टर जेनेरेटर सबै छ, केही रोकिन्न। तर आम नागरिक घरमा यस्तो विशेष सुविधा छ र? बत्ती जानासाथ खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प, जताततै अन्धकार। हिजो साँझ मात्र देशका धेरै ठाउँमा एकाएक बत्ती गयो। कसैको हस्पिटलको अपरेसन रोकियो होला, कसैको परीक्षाको तयारी बिग्रियो होला। बेला बेला झ्याप्प लाइट जानु नयाँ दैनिकी जस्तो बनिसकेको छ। धेरै हावा चल्यो बिजुली जान्छ, पानी पर्यो बिजुली जान्छ। अहिले त न हावा न पानी, त्यसै पनि बिजुली झ्याप्प जान्छ। अब धन्यवाद ऊर्जा मन्त्रीलाई दिने हो या नयाँ एमडीलाई दिने हो, सरकारले स्पष्ट पारिदिनु पर्यो। यदि यो बिजुलीको लुगामारी यस्तै चलिरह्यो भने जनताले सरकारको बत्ती निभाइदिने दिन धेरै टाढा छैन। अन्धकारमा सरकारको अनुहार झलझली याद गरिरहेका छन् जनताले। 84मा बिजुली बाल्दा पनि नदेखिएला। सरकारले गम्भीर रूपमा लियोस्। अनि अर्को कुरा, त्यो बत्तीको अभाव देखाएर हाइड्रो पावरको लाइसेन्स नेताका परिवारलाई बेच्ने ट्याक्टिस पनि हामीले बुझिरहेछौँ। धन्यवाद। माननीय